हाई हेलो नमस्ते। आज चाहिँ म तपाईँहरूलाई चाहिँ हाम्रो अहिले जुन सिटिभिटीले 2083 सालको लागि चाहिँ प्री डिप्लोमा र डिप्लोमामा चाहिँ हाम्रो जुन पिसिएल नर्सिङदेखि लिएर विभिन्न कोर्सहरूको चाहिँ अनलाइन एप्लिकेसन चाहिँ सुरु गरिसकेको छ। र अनलाइन एप्लिकेसन गर्दाखेरि चाहिँ हाम्रो मेजरले चाहिँ अहिलेलाईसम्म चाहिँ हाम्रो दुईवटा साइट मजाले खुलिरहेको छ, दुईवटा टाइपको फर्मको लागि। एउटा भनेको हाम्रो चाहिँ फुल फी तिरेर हाम्रो यो भनेको चाहिँ हाम्रो फुल पूर्ण शुल्कीय फारम, र अर्को भनेको हाम्रो वर्गीकृत छात्रवृत्ति भनेको क्लासिफाइड स्कलरसिपको लागि चाहिँ हाम्रो दुईटा टाइपको फर्म चाहिँ खुलिसकेको छ। यो फर्म भर्नको निम्ति चाहिँ हामीले सबैभन्दा पहिला चाहिँ एउटा खाता खोल्न पर्ने हुन्छ, नयाँ खाता रजिस्टर गर्नुपर्ने हुन्छ, जसको लागि चाहिँ हामी www डट यो हाम्रो सिटिभिटी डट इक्जाम यो वेबसाइटमा जान्छौँ हामी। अनि त्यो वेबसाइटमा यस्तो देखाइसकेपछि चाहिँ हाम्रो यहाँ अनलाइन एप्लिकेसन फर्म भन्ने छ, यहाँ पूर्ण सालको यो पूर्ण शुल्कीय फारम भर्ने प्रक्रिया यता देखाउँछ। अनि यो हाम्रो क्लासिफाइड स्कलरसिपको फार्म चाहिँ यहाँ छ। हामी त्यसपछि अनलाइन एप्लिकेसन फर्ममा जान्छौँ। अनि अनलाइन एप्लिकेसन फर्ममा गइसकेपछि आफ्नो मोबाइल नम्बर र पासवर्ड राखेर यदि अलरेडी छ भने चाहिँ उ गर्छौँ। मेरो चाहिँ अलरेडी भएको कारणले त्यहाँ देखाइरहे, नभएपछि चाहिँ यहाँ नयाँ न्यू युजर हो भने चाहिँ हामी यहाँ रजिस्टर लेखेको छ नि, यहाँ मैले कर्सर गइरहेको छ नि, यहाँ रजिस्टरमा क्लिक गर्छौँ। यहाँ रजिस्टरमा क्लिक गरिसकेपछि आफ्नो नेम राख्ने, यहाँ इमेल राख्ने, यहाँ मोबाइल नम्बर राख्ने, यहाँ पासवर्ड राख्ने, अनि कन्फर्म पासवर्ड गर्ने। यदि तपाईँहरू चाहिँ इन्स्टिट्युटबाट हो भने अलरेडी पहिला पनि तपाईँहरूको छ भने चाहिँ यहाँदेखि गर्न मिल्छ, एक्जिस्टिङ हो भने चाहिँ। अब होइन नयाँ हो भने चाहिँ यहाँदेखि गर्न पाउनुभयो। यदि तपाईँ चाहिँ पर्सनल भएर चाहिँ आफ्नो व्यक्तिगत रूपमा चाहिँ रजिस्टर गर्दै हुनुहुन्छ भने चाहिँ इन्डिभिजुअल गरेर आफ्नो यहाँ नेम यो सबैहरू भनेको जति गरिसकेपछि हाम्रो चाहिँ के हुन्छ त रजिस्टर हुन्छ। अनि रजिस्टर गर्ने यो सबै प्रोसेस गर्छ। यदि छ अलरेडी आइडी छ सिटिभिटीको भने चाहिँ हाम्रो यहाँ लगइन गर्दा भयो है त। अब त्यसपछि हाम्रो दुईवटा टाइपको चाहिँ हाम्रो अहिलेलाई चाहिँ हाम्रो दुईवटा टाइपको फार्म खुलिसकेको छ। एउटा भनेको हाम्रो फुल पेमेन्टको र अर्को भनेको हाम्रो क्लासिफाइड स्कलरसिपको खुलिसकेको छ। अब के कसरी भन्ने कुरा जान्नौँ है त। अहिले हामी चाहिँ फुल फीको चाहिँ कसरी भर्ने भन्ने कुरातिर जाऊँ। सुरुमा हामीले नयाँ खाता चाहिँ रजिस्टर गर्छौँ, जुन मैले अघि भर्खर देखाएँ। अनि त्यसपछि भनेको हामी त्यहाँ पासवर्ड यो सबै सेटअप गरिसकेपछि चाहिँ हाम्रो यो सबै सेटअप गरिसकेपछि अब नाम यो सबै कुराहरू भर्न पर्ने कुराहरू हुन्छ, यो भर्न पर्यो। यो भरिसकेपछि अब लगइन गर्ने मैले एकछिन अगाडि भनेको थिएँ, लगइन गर्दा हुन्छ। हामी चाहिँ मैले चाहिँ इन्डिभिजुअलवाला खोलेको थिएँ, त्यही भएर त्यो तरिकाले गर्दा हुन्छ। अब त्यसपछि चाहिँ हाम्रो त्यो गरेर खोलिसकेपछि हामीले लगइन गरेर खोलिसकेपछि चाहिँ यस्तो खालको इन्टरफेस खुल्छ। यो इन्टरफेसमा चाहिँ हाम्रो अप्सनहरू देखाएको हुन्छ, फुल पेइङ, क्लासिफाइड स्कलरसिप, स्पेसल स्कलरसिप भनेर। यो हाम्रो डिप्लोमा लेभल भनेको पिसिएल लेभलको भयो, तल हाम्रो प्री डिप्लोमा भनेको हाम्रो टिएसएलसी लेभलको भयो है। अहिले चाहिँ हामी डिप्लोमा पिसिएल लेभलको लागि हेर्दैछौँ। यसको हेर्दै गर्दाखेरि हामीले के गर्नु पर्यो त, फुल पेइङको लागि गर्ने हो भने चाहिँ यसमा क्लिक गर्नु पर्यो, र क्लासिफाइड स्कलरसिपको लागि हो भने चाहिँ यसमा क्लिक गर्ने, र स्पेसल स्कलरसिपको लागि हो भने यता क्लिक गर्ने। अहिलेलाई चाहिँ हाम्रो फुल पेइङ र क्लासिफाइड स्कलरसिपको चाहिँ लागि चाहिँ खुलिराख। अनि त्यसपछि यहाँ गरिसकेपछि यस्तो इन्टरफेस देखाइसकेपछि फुल पेइङको लागि यहाँ फुल पेइङमा क्लिक गर्ने, डिप्लोमाको त्यो माथिमा। अनि त्यो देखाइसकेपछि हाम्रो त्यसपछि यस्तो इन्टरफेस खुल्छ। हाम्रो प्लिज फिल अप द फर्म टु प्रोसिड भन्छ। अनि त्यसपछि आफ्नो नाम लेख्ने, आफ्नो फर्स्ट नेम लास्ट नेम, अनि जेन्डर आफ्नो मेल फिमेल के हो त्यो सेलेक्ट गर्ने। अनि त्यसपछि डेट अफ बर्थ हामी सेलेक्ट गर्छौँ। अनि हाम्रो मदर्स अथवा फादर्स जसको नाम राखे पनि हुन्छ त्यो गर्ने। रिलिजन अब हिन्दू, मुस्लिम, हाम्रो क्रिस्चियनिटी कुन हो त्यो गर्ने। र कास्टमा अब यहाँ देखाउँछ जेनरल भनेको नर्मल ब्राह्मण क्षेत्रीहरू यताउता देखाउँछ। अनि बाँकीमा चाहिँ हाम्रो जनजाति, अनि हाम्रो दलित लगायतका विभिन्न वर्गहरूको त्यो देखाउँछ। अनि इमेलमा आफ्नो इमेल राख्ने, मोबाइल नम्बर राख्ने, तल कन्ट्रीमा हाम्रो नेपाल भइहाल्यो। अब हाम्रो पर्मानेन्ट एड्रेस र टेम्पोररी एड्रेसमा चाहिँ यदि दुइटै एड्रेस सेम हो भने टेम्पोररी एड्रेस सेम एज पर्मानेन्ट भन्नेमा क्लिक गर्ने, होइन अलि फरक छ भने चाहिँ अरू गर्दा अब। यदि सेम छ भने यहाँ क्लिक गर्ने, होइन फरक छ भने चाहिँ यहाँ पर्मानेन्ट एड्रेस राख्ने, प्रोभिन्स राख्ने, डिस्ट्रिक्ट हाम्रो म्युनिसिपालिटी र वार्ड। अनि तल चाहिँ हाम्रो प्रोभिन्समा चाहिँ अहिले जस्तै म चाहिँ छुट्टै ठाउँ बस्छु भनेपछि, जस्तै काठमाडौँ बस्छु भनेपछि प्रोभिन्समा के राख्ने, बागमती राख्ने। अब डिस्ट्रिक्टमा भनेको हाम्रो भक्तपुर, ललितपुर, काठमाडौँ के हो अब काठमाडौँ राख्ने। त्यसै गरेर म्युनिसिपालिटी के हो, वार्ड नम्बर कति हो, सबै कुराहरू भर्ने। अब व्यक्तिगत विवरणहरू भर्दाखेरि यो कुराहरू भर्नुपर्छ। हाम्रो फर्स्ट नाम भर्ने, मिडल नेम छ भने भर्ने, छैन भने भर्न परेन, लास्ट नेम भर्ने, त्यसपछि जेन्डर भर्ने। अब त्यसपछि हाम्रो त्यो भरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। यसमा चाहिँ के गर्ने, कुन चाहिँ प्रोग्राम हो भने यदि तपाईँहरू चाहिँ हेल्थ रिलेटेड प्रोग्रामको लागि हो भने चाहिँ यहाँ तपाईँले हेल्थ चाहिँ चुज गर्नु पर्यो। अनि त्यसपछि यहाँ प्रोभिन्स चाहिँ चुज गर भन्छ। प्रोभिन्स चुज गरे बापत चाहिँ गरे पश्चात चाहिँ यहाँ
इन्स्टिट्युटहरू चाहिँ आफै देखाउँछ, इन्स्टिट्युटको नेम लिस्ट देखाउँछ। लाइक अब बागमती प्रोभिन्स सिलेक्ट गर्ने बित्तिकै बागमती प्रोभिन्समा कुन कुन इन्स्टिट्युटहरू छ त हेल्थ सेक्टरको भनेर देखाउँछ। यदि तपाईँहरूले चाहिँ हेल्थ सेक्टर नगरेर एग्रिकल्चर, भेटनरी अथवा सिभिल इन्जिनियरिङ गर्नुहुन्छ भने चाहिँ त्यही अनुसारले देखाउँछ है त। अनि त्यसपछि चाहिँ हाम्रो एप्लिकेसनको टाइप चाहिँ दुईवटा अहिलेसम्म खुलेको भनेको एउटा हाम्रो फुल पेइङ हो, अर्को भनेको चाहिँ हाम्रो स्पेसलाइज्ड हो। अनि त्यसपछि हाम्रो डिफ्रेन्ट कोटाहरूको बारेमा भन्छ। अब त्यसपछि त्यो गरिसकेपछि हाम्रो खुल्ने इन्टरफेस भनेको यस्तो टाइपको इन्टरफेस खुल्छ हाम्रो एजुकेसन क्वालिफिकेसनको। यसमा सुरुमा हाम्रो डिग्रीमा चाहिँ एससी अथवा एसएलसी, अनि स्कुलको नाम लेख्ने, एड्रेस लेख्ने, अब टाइप अफ स्कुल, यदि गभर्मेन्ट स्कुल हो कि कम्युनिटी बेस्ड स्कुल हो कि प्राइभेट स्कुल के हो हाम्रो चाहिँ त्यो स्कुलको फर्म भर्ने। त्यसपछि पास इयर कहिले हो त्यो आफ्नो सिम्बल नम्बर राख्ने यहाँ। अनि जिपिए चाहिँ यो गर्दाखेरि चाहिँ ध्यान दिनुपर्ने कुरा भनेको हाम्रो डिभिजन ग्रेडिङमा के गर्नु पर्यो त, जिपिए ग्रेडिङ भनेर टाइप गर्न पर्यो। ग्रेडिङमा पनि हाम्रो के भन्छ भने चाहिँ टिएच वाला हो कि भनेको, टिएच भनेको एउटा हाम्रो पुरानो थियो, यो पुरानो भनेको टिएच र आइएनको चाहिँ मा चाहिँ हाम्रो एउटा मात्र दिएको हुनेवाला हुन्छ। अहिलेको चाहिँ दुइटै दिन्छ, यो चाहिँ हाम्रो पुरानो टाइपको भयो। अब नयाँ टाइपकोमा चाहिँ यो यस्तो हुन्छ, यो के गर्नु पर्यो त, जिपिए विथ टिएचआइएन भनेको नयाँ टाइपको भयो। यदि तपाईँहरू पुरानो विद्यार्थी हुनुहुन्छ भने चाहिँ पुरानो पहिले 2074-75को चाहिँ एसई दिएको 77सम्मको भएपछि चाहिँ जिपिए विथआउट टिएचआइएन दिन्छ। त्यसमा नर्मल्ली म्याथमा यति जिपिए आयो, यसमा यति भन्दा भर्दा भयो। अब त्यसपछि हाम्रो त्यसपछिको इन्टरफेस भनेको यो भइसकेपछि, यो सबै भरिसकेपछि खुल्ने भनेको चाहिँ हामीले त्यसपछि हाम्रो पैसा तिर्न पर्ने हुन्छ। यो हाम्रो टिएसएलसीको लागि, मैले चाहिँ डिप्लोमाको लागि मात्रै भनिरहेको छु। त्यसपछि हाम्रो त्योभन्दा अगाडि चाहिँ यसमा हाम्रो 200 केबीको चाहिँ हाम्रो सबै फाइलहरू हुनुपर्छ। त्योभन्दा बढी साइजको फाइल भएपछि चाहिँ त्यसले चाहिँ एक्सेप्ट गर्दैन। अब एसएलसी र हाम्रो एसई अथवा एसएलसीको मार्कसिट चाहिँ हामीले पिडिएफ बनाएर अपलोड गर्न पाइयो, पिडिएफ बनाउने। अनि त्यो पिडिएफको चाहिँ हामीले त्यसको जुन साइट छ, एउटा इमेज रिड्युसर भन्ने साइट हुन्छ, त्यो साइटबाट चाहिँ इमेजको त्यो अथवा त्यो पिडिएफको चाहिँ साइजलाई रिड्युस गर्ने। अनि त्यसपछि यहाँ अप्लाई गर्ने, यहाँ चाहिँ हामीले चुज गरेर अप्लाई गर्न पायौँ। त्यसपछि हाम्रो एसएलसीको क्यारेक्टर सर्टिफिकेट यहाँ राख्ने। यसको पनि कति हुनुपर्छ, 200 केबी भन्दा चाहिँ साइज चाहिँ सानो हुनुपर्छ। 200 केबी भन्दा साइज सानो हुनुपर्छ। 200 म्याक्सिमममा 200 केबी हो है। अब त्यसपछि हामी यहाँ सिटिजनसिप पनि पिडिएफ बनाएर यहाँ अपलोड गर्छौँ। पासपोर्ट साइजको फोटो यहाँ अपलोड गर्छौँ। पासपोर्ट साइजको फोटो चाहिँ केमा हुन पायो, हाम्रो जेपिजीमा र पिएनजीमा मात्र हुन्छ। यसको साइज चाहिँ यहाँ देखाएको छ 35x45 mm भनेर, यही अनुसारको हुन पर्यो। अब त्यसपछि अब वर्ग सर्टिफिकेट भनेको अब जस्तै खसारेको भर्नु छ भने हो, अब दलित जनजातिको भर्नु छ भने पनि यसमा चाहिँ यो लक्षित वर्गमा चाहिँ गर्नु पर्यो। अनि त्यसपछि हाम्रो अदर्समा चाहिँ अरू केही छ भनेपछि हाल्दा हुन्छ। यसमा चाहिँ हाम्रो सिग्नेचरमा चाहिँ स्टुडेन्टले आफ्नो सिग्नेचर गरेर त्यो सिग्नेचरको चाहिँ अब एउटा फोटो खिचेर त्यो फोटोको साइज पनि 200 केबीसम्म मात्र राखेर एउटा फोटो बनाएर यहाँ चुज गरेर अपलोड गर्न पाइयो। यो सबै कागजहरू चाहिँ यसको अधिकतम साइज चाहिँ 200 केबी हो, योभन्दा बढी हुनु भएन। यो गरिसकेपछि यहाँ नेक्स्ट बटनमा क्लिक गर्ने। अब नेक्स्ट बटन क्लिक गरे पश्चात चाहिँ हाम्रो पेमेन्टको लागि चाहिँ अप्सन खुल्छ। यदि तपाईँसँग खल्ती छ, खल्ती युजर हो भने खल्ती मार्फत भर्दा हुन्छ, र होइन तपाईँहरू चाहिँ ब्याङ्क युजर हो, ब्याङ्कबाट भर्नुहुन्छ भने पनि हुन्छ। पे भिया कनेक्ट आइएस गरेर भर्दा हुन्छ। यो भरिसकेपछि चाहिँ तपाईँकोमा चाहिँ यस्तो मेसेज आउँछ, यो इन्टरफेसमा चाहिँ यस्तो मेसेज देखाउँछ, पेमेन्ट कम्प्लिटेड एन्ड रिक्वेस्ट सेन्ड सक्सेसफुल्ली भनेर। अब त्यसपछि हाम्रो इन्ट्रान्स एप्लिकेसन रिक्वेस्ट प्रोसेस कम्प्लिटेड भन्छ। अब मेजर कुरा भनेको यो गरिसकेपछि हामीले हेर्ने भनेको चाहिँ यो माई रिक्वेस्टमा गएर हेर्ने। यसमा हेरिसकेपछि चाहिँ तपाईँले जुन त्यो अघि भर्खर बिल भुक्तानी गर्नुभयो नि, हाम्रो यो कनेक्ट आइपिएस अथवा यो गरेर त्यो बिल भुक्तानी गरेको चाहिँ यहाँ पिडिएफ पाउँछ। त्यो पिडिएफलाई चाहिँ यहाँ डाउनलोड गर्ने अथवा भ्यू गर्न नि मिल्यो, डाउनलोड गर्न नि मिल्यो। त्यो बिललाई चाहिँ त्यो बिल डाउनलोड गर्ने। यहाँ चाहिँ प्रोग्राम सिभिल इन्जिनियरिङ छ। अब यदि तपाईँहरूको पिसिएल छ भने चाहिँ पिसिएल नर्सिङ देखाउँछ, पिसिएल नर्सिङ देखाउँछ, अथवा एजिभेट छ भने एजिभेट देखाउँछ। अब त्यसपछि आफ्नो पासवर्ड युजर नेमहरू चाहिँ सबै चाहिँ एकदम सुरक्षित राख्नु पर्यो। यति कुरा भइसकेपछि चाहिँ तपाईँको चाहिँ अब हाम्रो एप्लिकेसन कार्ड चाहिँ आउँछ। यहाँ यस्तो खालको चाहिँ एप्लिकेसन एक्सेप्टेन्स कार्ड भनेर आउँछ, जुनमा चाहिँ यदि फुल पेइङ हो भने यहाँ फुल पेइङ लेखेर आउँछ, यदि स्पेसलाइज्डवाला हो भने यहाँ स्पेसलाइज लेखेर आउँछ। हाम्रो स्पेसलाइजको पनि देखाइदिइहालेँ है त मैले। हाम्रो स्पेसलाइजवालाको चाहिँ क्लासिफाइड स्कलरसिप भनेर देखाउँछ, यो चाहिँ क्लासिफाइड स्कलरसिप हो। स्पेसलाइजको चाहिँ अहिले खुलेको छैन, त्यसको चाहिँ यहाँ स्पेसलाइज भनेर देखाउँछ। यो हाम्रो जुन यहाँ क्लासिफाइड लेखेको छ नि, यसको ठाउँमा चाहिँ स्पेसलाइज्ड हुन्छ। यसको चाहिँ अब यति प्रोसेस भइसकेपछि यहाँ तपाईँको सिम्बल नम्बर देखाउँछ, नेम देखाउँछ, प्रोग्राम कुन गर्नुभयो त, जस्तै यसमा पिसिएल नर्सिङ देखाएको छ, यो गर्छ। अनि त्यसमा डिजायर इन्स्टिट्युसन भनेको कुन इन्स्टिट्युसन चाहिँ तपाईँले चुज गर्नुभयो, माथि चुज गर्न मिल्छ त्यो इन्स्टिट्युसन देखाउँछ। अब यहाँ अनि सिग्नेचर गरेर तपाईँको चाहिँ यो चाहिँ हाम्रो कार्ड चाहिँ के भयो, एप्लिकेसन एक्सेप्टेन्स कार्ड चाहिँ रेडी भयो। यति रेडी भइसकेपछि अब तपाईँको जुन प्रिन्टेड डेट यहाँ देखाउँछ। अब जुन डेटमा चाहिँ तपाईँले आफ्नो एडमिसन गर्न जानु
हुन्छ त्यो डेटमा चाहिँ तपाईँले चाहिँ यो आफ्नो प्रिन्टेड एडमिट कार्ड हाम्रो एप्लिकेसन एक्सेप्टेन्स कार्ड चाहिँ लिएर जानुपर्ने हुन्छ। यो चाहिँ एकदम नोटमै लेखेको छ, दिस कार्ड मस्ट बी प्रेजेन्टेड एट द टाइम अफ एडमिसन एन्ड रेजिस्ट्रेसन। एडमिनिस्ट्रेसन र रजिस्ट्रेसनको बेला चाहिँ यो कार्ड चाहिँ एकदम इम्पोर्टेन्ट छ। अब कुरा गरौँ फीको, यो अनलाइन फी भरेको चाहिँ हाम्रो पैसा लाग्ने भनेको 1000 लाग्छ। यदि तपाईँहरूलाई चाहिँ अनलाइन फी हाम्रो भर्न चाहिँ अलिक प्रब्लम छ, आएन, अलिक गाह्रो लाग्छ भनेपछि सबै मैले भरिदिन्छु। मेरो इमेल चाहिँ यो चाहिँ मेरो इमेल हो, यसमा चाहिँ मेसेज गर्नुहोस्। मेरो चाहिँ पिसिएल नर्सिङ अथवा के को फर्म भर्न पर्ने हो, त्यसको लागि अनलाइन फर्म भरिदिनु पर्थ्यो, भरिदिनुहोस् भन्नु, मैले भरिदिन्छु। अब वर्ग यो निःशुल्क यो हाम्रो चाहिँ क्लासिफाइड स्कलरसिप हो भने पनि भरिदिन्छु मैले। उही नै हो, अलिअलि कुराहरू डिफ्रेन्स छ, बाँकी केही पनि डिफ्रेन्स छैन। अनि त्यसपछि मेजर कुराहरू भनेको चाहिने डकुमेन्टेसनहरूको कुरा हुन्छ, के डकुमेन्ट चाहिने भन्ने कुरा, त्यो डकुमेन्टहरू सबै के चाहिन्छ भन्ने कुरा यहीँ देखाएको हुन्छ। के चाहिने रहेछ त हाम्रो एसएलसी एससीको मार्कसिट चाहिन्छ, अनि सिटिजनसिप अब बर्थ सर्टिफिकेट। यो भनेको चाहिँ हाम्रो यदि तपाईँको एज कम छ र सिटिजनसिप तपाईँसँग छैन भनेपछि त्यो केसमा चाहिँ हाम्रो जन्म दर्ता चाहिने हुन्छ। तर सिटिजनसिप अथवा नागरिकता छ भने चाहिँ जन्म दर्ता परेन। अनि त्यसपछि अब एसएलसी क्यारेक्टर सर्टिफिकेटहरू चाहिन्छ हाम्रो एसई अथवा एसएलसीको। यदि तपाईँको चाहिँ अब आदिवासी जनजातिको सर्टिफिकेट हाल्न खोज्नु भयो अथवा कोटाको छ भने त्यो कोटाको लागि यो हाल्न पर्यो। अनि त्यसपछि हाम्रो मेजर भनेको पासपोर्ट साइजको फोटो चाहिँ 35x45 को हुनुपर्छ। साइडेक्समा गएर अथवा फोटो स्टुडियोमा गएर राम्रो यति खिच्ने, मेरो चाहिँ एप्लिकेसनको लागि हो भनेर खिच्दाखेरि खिचिदिनुहुन्छ। अनि त्यसलाई चाहिँ केमा माग्ने भनेपछि मलाई चाहिँ वाट्सएपमा अथवा इमेलमा पनि पठाइदिनु ल भनेपछि उहाँले पठाइदिनुहुन्छ। त्यो पठाएको फोटो अनलाइन मार्फत नै दिए हुन्छ, प्रिन्टेड निकालेको फोटो चाहिँदैन। अनि त्यसपछि हाम्रो गभर्मेन्ट स्कुलको भेरिफिकेसन गर्नुपर्ने हुन्छ। गभर्मेन्ट स्कुलको भेरिफिकेसन गर्दाखेरि चाहिँ अब ओडामा गएर, ओडा अथवा हाम्रो चाहिँ नगरपालिकामा गएर चाहिँ यो स्कुल चाहिँ हाम्रो सरकारी स्कुल हो भनेर उसले सर्टिफिकेट दिन्छ, त्यो चाहिने हुन्छ। अनि त्यसपछि विद्यार्थीको सिग्नेचर चाहिन्छ र अरू केही अन्य कुनै एक्स्ट्रा कुराहरू छ भने चाहिँ, अरू केही फाइल राख्नु पर्ने छ भने चाहिँ अथवा त्यो चाहिँ राख्दा हुन्छ। अनि त्यसपछि यहाँ नेक्स्टमा क्लिक गरेपछि नेक्स्ट हुन्छ। यसमा पनि मेजर कुरा के हो त याद गर्नुपर्ने, 200 KB भन्दा म्याक्सिममको चाहिँ हुन पाउँदैन। अनि त्यसपछि पेमेन्टको सबै सेम नै हो, 1000 पेमेन्ट गर्ने हो। यहीँ हाम्रो चाहिँ यतै ब्याङ्क थ्रु अथवा हाम्रो खल्ती थ्रु गर्न मिल्छ जुन चाहिँ। त्यसपछि यति भइसकेपछि त्यही अगाडिको जस्तै मैले भनेको जस्तै त्यो जुन थियो नि माई रिक्वेस्टमा गएर हेर्ने भनेको थिएँ मैले अगाडि, यता माई रिक्वेस्टमा गएर हेर्ने। त्यसपछि यस्तो देखाउँछ, त्यहाँ चाहिँ आफ्नो बिल डाउनलोड गर्ने। अनि बाँकीमा यस्तो एप्लिकेसन एक्सेप्टेन्स कार्ड स्याम्पल भनेर यो स्याम्पल देखाएँ। यहाँ चाहिँ त्यहाँ चाहिँ तपाईँको फोटो सहित आउँछ। यहाँ चाहिँ फोटो छैन, यहाँ स्याम्पल फोटो राखेँ। यसमा चाहिँ तपाईँले जुन फोटो अपलोड गर्नुभयो त्यही फोटो सहित आउँछ। यहाँ माथि एप्लिकेसन नम्बर दिन्छ, यहाँ सिम्बल नम्बर, तपाईँको प्रोग्रामिङको नाम, प्रोभिन्स कुन हो, बागमती होला, गण्डकी हुनसक्छ, सुदूरपश्चिम हुनसक्छ, कर्णाली हुनसक्छ, कोशी हुनसक्छ, मधेस हुनसक्छ, जुन हो त्यो देखाउँछ है। अनि त्यसपछि अब कुन कोटा के को लागि भर्नुभयो, आदिवासी जनजाति, अनि त्यसपछि अब हाम्रो छ दलित कोटा अथवा अन्य कुनै कोटा हो भने चाहिँ यहाँ देखाउँछ त्यो चाहिँ। हस्, धन्यवाद। के तपाईँलाई यो सिटिभिटीको बारेमा क्वेरी छ अथवा पिसिएल नर्सिङको बारेमा केही बुझ्न पर्ने छ भने चाहिँ तपाईँहरू चाहिँ मैले माथि दिएको मेलमा चाहिँ मेल गर्न सक्नुहुन्छ। यो मेलमा चाहिँ फर्मल मेल त्यस्तो पर्दैन, आरामले मैले यो कुरा बुझिनँ भनेर मेल गर्दा हुन्छ। हस्, धन्यवाद।